हेलो 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 गाइजहरू, आज चाहिँ शिवरात्रिको दिन हेर्नुलाई म चाहिँ यहाँ मेरो घर नजिकैको मन्दिर पोखराको प्रसिद्ध ठाउँ एक विन्ध्यवासिनी मन्दिर आइसकेको छु। यहाँ चाहिँ धेरै मान्छे आउनुहुन्छ। जुत्ता हेर्नु होला, सेलभन्दा बढी छ यहाँ त। मान्छे नि लास्टै धेरै छन्, देख्न सक्नुहुन्छ। यो चाहिँ पोखराको एक उत्कृष्ट मन्दिर नै हो। शिवरात्रिको दिन चाहिँ यहाँ पर्यटनको लास्टै भिड छ। आन्तरिक बाह्य दुवैजना पर्यटनहरू आउनुभएको छ। यहाँ चाहिँ रमाइलै भएको छ। शिवरात्रिमा धेरै हिन्दू धर्मिकहरू पूजा गर्न आउनुभएको छ। विन्ध्यवासिनी मन्दिर गाइजहरू हेर्नुहोस् है। मान्छे चाहिँ आउने जानेको लहरको चाहिँ बढी छ। यस्तो राम्रो छ यहाँ चाहिँ पूजा पाठको कार्यक्रमहरू नि धमाधम अघि बढिरहेका छन्। देख्न सक्नुहुन्छ। यसरी यहाँ चाहिँ यहाँको प्रसाद खाँदै सबैजना रमाइराख्नु भएको छ। साथीहरू यहाँ चाहिँ नरिवल नि फुट्दैछन् है। फुट्छन् कि फुट्दैनन् हेरौँ है गाइस। ओहो फुटेन। नरिवल नि फुटेन।